Hello guys, good morning again. This is next Saturday हाम्रो यो 2026 को फर्स्ट विक holiday. होलिडे आज हामी जाँदैछौँ चेरी पिकिङ Cherry सकिसक्यो अरे सकिसक्यो? but just to pick some fruits. Yes, that's right. It is like 3.5 hour drive from here. All the way we're going to the Warrens. Orange. Let's see. I hope it's gonna be very fun. Yes. And And my sister is going to join me in between. yep. Okay. अब बुढो हामी 3 hour ड्राइभ गरेर जाँदैछौँ हजुरलाई कस्तो लाग्दैछ Excited. I hope it's gonna be very nice. ल गाइजहरु अब हामी चाहिँ कटुम्बाको पुलिस Alright guys, हामी कटुम्बा कटिसकेका छौँ. All the way ट्राफिक आज अलि छ हेभी छ, but still we are on the way. हाम्रो अब जर्नी चाहिँ like 2 hours 6 minutes बाँकी रहेछ. It's going well. रमाइलो हुँदैछ. हामी इन्जोय गर्दै गरिरहेका छौँ. यहाँ बुढी तिमी के भन्छौ? सबै ठिक छ ल रमाइलो भइरहेछ बुढोसँग अब हामीले छिटै दिदीहरूलाई नि भेट्छौँ यप. ओके सिट नाइस भ्यू हजुरलाई भिड कस्तो लाग्दैछ आमाया भ्यू चाहिँ एकदम बवाल छ. इट्स रियली गुड. हामीले पुरा एकदम हाम्रो नेपालमा पहाड घर जाने जस्तै बाटो रहेछ त्यहाँ चाहिँ सेफ्टी र्याम्प लेखा ठाउँतिर बवाल छ एकदम बाटो त एकदम कर्बी बाटो हुन्छ नि बाटो छ तर इट्स नाइस बाटो ठिक छ. ठाउँमा क्यामेरा एकदम धेरै दिएको छ यो चाहिँ. अब यहाँ कङ्गारुहरू देखिन्छ भनेर भनेको छ लेट्स सी कङ्गारु देखिन्छ कि देखिँदैन कङ्गारु त नदेखिने पुरै भयो. कतिको लक्की छौँ अब यसो जुम गरेर हेर्ने हो भने उहाँ घोडाहरू चाहिँ टन्ने रहेछ घोडा गाई 1 किलोमिटर 101 किलोमिटर ट्राभल गरिसकेका छौँ. राम्रो ठाउँ रहेछ त बस्ने बिना चुलाई यहीँ बस्नु Guys can see. Janam janam jiula sangai janam janam jiula sangai bhakira barpi palu Very plain, right? Very nice area. तराईतिर बसेर जस्तै छ कङ्गारु मरसबाट मैले बिचरा कङ्गारु काँडा है कडा छ साइड. The view is very good, right?
गीतसँगै मिल्ने गीत आयो हिरा र पहिरो खोलाको बाटो नमान्नु डराइन हिरा र पहिरो खोलाको बाटो नमान्नु डराइन नबुझ्नु माया मनभरि फुल्यो जिउने तिम्रै हो औ नभुल्नु माया मनभरि फुल्यो यो जिउने तिम्रै हो Wow, what a beautiful view, eh? भेरी Very ब्युटिफुल nice. यो अझ भिडियोले जस्टिस गर्दैन गर्दैन? इट्स रियली गुड आँखाले हेर्नु जस्तो राम्रो लेक वालेन्स भन्ने ठाउँ रहेछ त घुम्ने Yep. हामी कहाँ पुग्यो बुढो बाथर्स Bathurst, bro, Bathurst here all the way. पैसा दिया तेरे क्या जिया कैसा जिया यसरी यहाँ हाम्रो पैसा देखेर उसको हेरेको हेरे हाम्रो पारा देखेर उसको हेरेको हेरे हाम्रो काम देखेर उसको हेरेको हेरे हेर न हाम्रो त हामी चाहिँ ओरेन्ज So guys, we are in Orange now. हामी ओरेन्ज आइपुग्यौँ अब हामी छिट्टै आफ्नो डेस्टिनेसनमा पुग्छौँ So how are you feeling? Very good, very good. We're enjoying the moment and the driving here. Very good. घरहरू चाहिँ टन्नै रहेछ है गाइजहरू It's really good. जुन सेफ्टीमा आयो मान्छे यो Huh? मान्छे सेफ्टीमा आयो ठ्याक्कै यो अगाडि बाटोमा त हामी चाहिँ ठिक्क आइपुगेको छौँ अब यो के अरे हिल साइड हार्भेस्ट भन्ने ठाउँमा लुक्स लाइक दिस Alright, we are now at Hillside Harvest. है बुढी कुदमा कस्तो भइरहेछ भन अब स्टार्टिङ रमाइलो लागिरहेछ एज आई सेड बिफोर चेरी चाहिँ सकिसकेको रहेछ बट नेक्टेरिन्स अनि एप्पल अनि प्लस ब्ल्याकबेरी पनि रहेछ सो लेट्स सी व्हाट वी विल गेट या द्याट्स इट तिनवटा कुरा नेक्टेरिन्स एप्रिकोट्स एन्ड ब्लुबेरिज द्याट्स वी क्यान पिक एट द मोमेन्ट अनि अब यो चाहिँ हाम्रो मेन इन्ट्री पोइन्ट भयो टक्क लगाएर यहाँ आएर यु डोन्ट निड get any tickets. Just need to collect the buckets here. $5 per kilo. Yeah, for apricots and nectarines, and blueberries $25 Blackberry, not the blueberry. Blueberries is $25 per kilo. Blackberry. Yes. So highway के side में से टक्कर ला रहा. So Jammu. yeah, let's start our journey now. That's how it goes. Okay. So alright, अब हामी चाहिँ यो जुन फ्ल्याग एरिया छ त्यो एरियामा चाहिँ हिँड्छौँ पुरै अनि त्यो एरियामा हामी पिकिङ गर्छौँ खानलाई चाहिँ यु क्यान ह्याभ एज मच यु क्यान है जस्तो खानको लागि केही कस्ट छैन तर वाट एभर यु गेट इन द बकेट यु जस्ट पे फर द्याट वान सो या अलराइट यो चाहिँ एप्रिकोट आई थिङ्क नो इट्स अ नेक्टारिनको भयो यसरी फलै आउँदो रहेछ पुरै
सो यहाँ पाकेको पनि छ एउटा लेट्स पिक गरौँ यसलाई ओके यस्तो भयो पुरै है अब यसलाई हामीले झ्याप्पा लाएर खानुपर्छ टक्क यसो गर्ने टक्क लाएर अनि झ्याप्पा लाएर अलराइट यो चाहिँ हाम्रो ब्ल्याकबेरिज हो है यो चाहिँ रातो बल्ल पाकेको छैन यो पुरै लाइन जस्तो छ टक्क लाएर वाउ यसरी यहाँ फार्म हुँदो रहेछ यो साइडमा यस्तो छ पुरै अलराइट फार्म चाहिँ अब ठुलै छ बट अहिले चाहिँ अब खासै धेरै त्यस्तो फ्रुट्सहरू चाहिँ सिजन नभएको हुनाले लाइक चेरिजहरू अलरेडी डिसेम्बरमा इट हेज अलरेडी फिनिस अप सो वी कान्ट पिक एनी चेरिज एट द मोमेन्ट बट स्टिल आई क्यान सी सम ब्लुबेरिज एप्रिकोट्स नेक्टरिन्सहरू सरी ब्ल्याकबेरिज हो सो मौसम इट्स गुड है विन्डी भन्दा यस्तो विन्डी छैन तर इट्स कुल आज घाम पनि मजाले लागेको छ द्याट्स वाइ इट्स भेरी भेरी गुड वेदर हियर ओके टक्क लाएर भ्यू चाहिँ यस्तो छ पुरा ल यो पुरा गाउँमा पुरै यो चेरी बोर्ड चाहिँ यो खास गरी चेरी बोर्ड चाहिँ हामीभन्दा माथि छ 2-4 चेरी झऱ्यो भने चाहिँ हामीले खान पाइन्छ यहाँबाट चेरी बोर्ड ड्राई भइसक्यो पुरै खाना हो अब यहाँ पुरै टक्क लाएर माइज हुनुहुन्छ त पुरै फार्ममा कडा भिड छ खै त मासु कहाँ ए माइजल भाग्न खानेकुरा तिमी के खान लाग्यो हुन त ल कोकोनट वाटर भन्नु न कोकोनट वाटर कोक हो समराई हेलो भनिदेऊ हेलो गाइज भनिदेऊ हेलो गाइज भन्नु न आई लभ यु थ्याङ्क यू भनिदेऊ श्रीअङ्का भन्नु न जोर कस्तो राम्रो देखायो सम्बितलाई वाउ चिज गर्दै नि अलराइट यही हो चेरीको बोर्ड चाहिँ चेरी अझै पनि फलेको छ ऊ माथि हेर्ने भने पुरै अब हामी जाँदैछौँ पुरा यहाँ अब पिकिङ गर्नलाई पुरा बाल्टी सहित रेडी छौँ हामी टक्क लाएर है अब ल हाम्रो फाइनली दिदीहरुसँग भेट भइसकेको छ हामीले खाएर पनि माइजुलाई एकदम रर लाएर चेरी टिप्नले तर चेरी सकिसकेको छ है गाइस आरु टिप्दै छौं हामी एकदम पाके चेरी खायौं माइजुलाई कस्तो लाग्यो त यो ओरेन्ज भन्ने ठाउँ एकदमै रमाइलो छ सम्बित कस्तो आइराछ एकदम रमाइलो हो ओ माइजुलाई एकदम रमाइलो आरु टिप्नी अनि स्याउ टिप्नी बिनाजु चाहिँ यहाँ खेत जोत्ने काम गर्न थाल्नुहुन्छ के अबदेखि ल हेर्नु रेडी 1 बिनाजु अबदेखि है ट्र्याक्टर चलाउने हाम्रो नयाँ गुरुजी ट्र्याक्टर गुरुजी बिनाजु टक्क लाएर यहाँ पुरै स्याउ चाहिँ यस्तरी फल्या ल यस्तो मिठो स्याउ खान यहाँ पर्छ है कहाँ भन्दाखेरि यो चाहिँ टक्क ल ओहो कस्तो मजाको झुप्पोको छ फल्या ल यस्तरी हिल साइड हार्भेस्ट इन ओरेन्ज है भेरी नाइस इट्स अ भेरी बिग फार्म यता पुरै छ यता पुरै छ अलराइट यस्तो छ पुरै मजाले फलेको छ किमुन चाहिँ यस्तो रातो रातो किमुन छ सो नाइस भेरी गुड टक्क लाएर हो टक्क लाएर ल किमु हेर्दा पाउँदा कस्तो लाग्यो तिमीलाई यसलाई के भन्छ नेपालीमा हामीले किम्बु है ल यस्तो रातो हा टक्क लाएर यसलाई चाहिँ यसरी टिपेर च्याक्क लाएर यसरी टिपेर यसलाई यसरी हामी पुरा अब ब्ल्याकबेरी खाँदैछौँ टक्क लाएर यस्तो छ पुरै दामी छ
राइज यस्तो मजाको ब्लुबेरी फरेको छ कि कुरै नगरौँ ब्ल्याकबेरी भन्नु ब्ल्याकबेरी दामी छ ब्ल्याकबेरी ल यस्तो दामी आउन हामी ग्रुप टिकटक बनाऊँ न त पानी पर्नुभन्दा अगाडि भेरी नाइस ब्ल्याकबेरिज वा यस्तो फ्रेस 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 ब्ल्याकबेरी पाकेको खानु पाउँदा त दामी हुन्छ सो यु हेभ टु कम टु हार्भेस्ट फार्म इन ओरेन्ज है सिडनीबाट चाहिँ इट्स लाइक 3.5 hour ड्राइभ हामी जस्ट खाना भन्दा त यहाँबाट आएको छु पुरै विकेन्डमा लुक एट दिस होल फार्म सच अ नाइस फार्म फर अल द ब्ल्याकबेरिज वा 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 रानी चाहिँ कहाँ छ हेलो समृत कस्तो छ हाउ इज इट गुड बना यस्तो गरे स्टार्ट पुरै यो ब्ल्याकबेरिजहरू त कडा छ टक्क लाएर उता पनि पुरै प्रोग्राम हुँदैछ भिडियो बनाउने टिकटक बनाउने पुरा हुँदैछ उता पनि स्माइल चुप्प गरेर राखिला चुप्प अलराइट यो चाहिँ स्याउबारी हो है यतापट्टि यहाँ चाहिँ यो ग्रिन एप्पल्स हुन्छ नि यस्तो खालि ग्रिन एप्पल्स फलाएको छ पुरै ट्याक्क लाएर हिँड्यो भने यस्तो एप्पल पुरै झरेको छ भुइँमा ट्याक्क लाएर यस्तरी टक्क लाएर पुरै यो अल द एरियाज इट्स कभर्ड बाई गोल्डन एप्पल्स सो हेरौँ ट्याक्क लाएर यस्तो छ स्याउ यसरी स्याउ फल्या हुन्छ झुप्पमा हामी मनाङसँग जानै पर्दैन अहिले त टक्क लाएर स्याउ खान मन लाग्यो टक्क आउने खानी टिप्ने खानी झ्याप्प लाएर फरक छैन भेरी इजी ल यो पनि झुप्पै झुप्प स्याउ छ एकदम मिठो मिठो स्याउहरू फलिरहेका छन् पुरै स्याउको झुप्पै झुप्पा छ ल यो बोर्ड के को बोर्ड हो यस्तो रातो छ यो त नास्पाती जस्तो लाग्छ हेर्दाखेरि टक्क लाएर पुरै यस्तो छ नास्पाती हो के खाँदा नास्पातीको स्वाद छ यो नास्पाती स्वाद त सानसाना यस्तो त टक्क लाएर ए खाइ त दामी फल झप्प फला झुप्पो ल खै यो अब यो टिप्न त आयो तर खै केही पनि टिप्न सकेन खासै उ त्यहाँ फलाएको छ ऊ रातो ल चेरी हो क्या त हो त्यहाँ फलाएको छ यो नि त टक्क लाएर हामी आइसकेका छौँ आरुको बोटमा यस्तो रातो रातो आरु फरेको छ कि अह ल हेर्ने हो भने पुरै यो पुरै आरुकै बोट छ पुरै आरु पुरै